अनि सेन्जालीको जोस कति कति हो यति भाषी त बाहिरपट्टि पर्यटकहरू यसैपट्टि हो कि होइन ल ठिक छ ओके हेर सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु रमाइलो भयो ल सबैलाई ढोक दिए है सन्चै छम ओहो कहाँबाट आउनु भएको हो ल ठिक छ चाउकरबाट को आउनु हो जम्मै चाउकोटे हौ सन्चै हौ ल ओके धेरै धेरै धन्यवाद छ चाउकोट मल्याङकोट यता कोटै कोटदेखि हुनुहुन्छ शीर्षे कोट लगायत सम्पूर्ण कोटदेखि पाल हुने मेरा स्टर मिस्टर ब्रदर सिस्टर टाढाको बाटो नभनिकन लौ श्यामला त वालिङा आउने अरे भनेर आउनुहुने मेरा स्टर मिस्टर ब्रदर सिस्टर यहाँ सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु पक्कै पनि आज रमाइलो भइरहेको छ र रमाइलो हुँदैछ र हुनेवाला छँदैछ पक्कै पनि र यति राम्रो कार्यक्रम सञ्चालन गरिराख्नुहुने मेरा आदरणीय ढोकने पूजने दाइ जीवन दाहालप्रति सम्मान व्यक्त गर्न चाहन्छु राजेश भण्डारी भाइको पनि आगमन भइसकेको छ यहाँप्रति सम्मान र यति राम्रो पिङ्क सिटी प्रथम पिङ्क सिटी महोत्सव वालिङमा तर्जुमा गरिसक्नु भएको छ सम्पन्न गराइसक्नु भएको छ यति रमाइलो तरिकाले यहाँ सबैप्रति सम्मान छ हाम्रो प्रकाश दाइको समूहलाई मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु प्रकाश दादा ल भयङ्कर राम्रो छ है दुनियाँले गाई 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 कुरा गरेका छन् राम्रो छ ओके यस्तै हुन पर्छ यहाँप्रति सम्मान र लगायत स्टेजमा बनाउनु सम्पूर्ण ढोकने पूजने आदरणीय सबैप्रति सम्मान व्यक्त गर्न चाहन्छु र यतातिर फर्केर फोटो खिच्दैछु सबैले हे गरिदिनु त ल राय समाजमा गर्थ्यो के श्याम राणाले ल ठिक छ ओके धेरै धेरै धन्यवाद छ यसै गरी हाम्रो कृष्ण सुवेदी मेरो आदरणीय दाजु सम्मान व्यक्त गर्न चाहन्छु राजको पानी जीवन दाहाल भएको ठाउँमा तिमी के गर्दैछौ यसलाई आज होस्ट गर्ने पालै पाएन जस्तो लागिरहेछ मलाई बिहान गऱ्यो ल ल बिहान अलि भरे 12 बजेपछि होस्ट गर्छ त यसले आऊ दिदीको सेवा गर्न यता आऊ दिदीको सेवा गर्न तिम्रो जन्म ठाउँ यही हो ओके है कस्तो हुन्छ नि म जन्मेको भनेको के भनेको कस्तो नटी नटी कुरा आउँछ कि मनमा होइन तर भन्न मिल्दैन ठिकै छ एउटा रोइला गीत ल ए हेलिकप्टर कहाँबाट आयो मलाई दुर्गेश थापा आयो भन्नु भनेको अनि सानो रहेछ यो अब होइन अब हेलिकप्टरमा को कलाकार आउँदै हुनुहुन्छ तपाईँलाई थाहा छ थाहा छैन खासमा यस्तो नि त अब नेपालमा आयोजकहरूको खासै हेली नै बुक गरेर ल्याउने त्यस्तो हिम्मत म देख्दिनँ खासै तर काहीँ चाहिँ आउँछन् हेलीहरू अनि त्यो बेलामा के हुन्छ नि थाहा छ कलाकारको नाम चाहिँ पोस्टरमा सानो फन्टमा हुन्छ क्या माथिपट्टि फलानु अनि हेलिकप्टरमा आउँदै चाहिँ यत्रो ठुलो फन्टमा अरे कि होइन अनि त्यो भनेको चाहिँ कलाकार हेर्न आउनु भने होइन अरे हेलिकप्टर चाहिँ हेर्न आउनु भने अरे के पाके सम्झिनु हामीलाई हेरेको ओके यस्तो भने बाहिर माथि पनि जाँच नउडाउ न फेरि ज्योति मलाई धेरै टपबाट धेरै लोबाट खिच्दाखेरि प्रब्लम हुनसक्छ कि ठ्याक्कै यस्तोमा खिच्ने हो नि त हो केटा केटा हो माथिबाट तलबाट नखिच त केटा हो हे तिर्खा लाग्दा सबले धाउने त्यो खोलीभित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोलीभित्र के छ सबलाई मोहनी लाउने तिम्रो चोलीभित्र के छ ए सबलाई मोहनी लाउने तिम्रो चोलीभित्र के छ खोलीभित्र पानी चोलीभित्र जवानी ए खोलीभित्र पानी चोलीभित्र जवानी ए खोलीभित्र पानी
एक्लै चोरी भित्र जाने दे रोइला बजाउ त बाबु
भित्र आउनु देख्नु मात्रै मलाई देख्नु कहिले भित्र भित्र देखेको थिएँ मैले ज्योति मगरको केटा यसो अटेन्सन देखाइहाल्नु मैले त्यता आइरहेको छ क्यामेरा मलाई थाहा थियो कि सोल्टीहरू ज्योति मगर भनेर क्यामेरा देखेर चिच्याउँछ भन्ने कुरा अब चाहिँ कार्यक्रम गर्दाखेरि 3-4वटा चाहिँ त्यस्तो हुन्छ नि त्यस्तो ड्रोन हुन्छ नि 3-4वटा ड्रोन चाहिँ राखिदिइराख्ने अनि बल्ल अनि सोल्टी र गरे गर्छ हो कि केटा हो आई लभ यु त्यो ढाका टप टोपी लाउने सोल्टी नाच्ने चक रहेछ त दारी पालेको वाला तिमी धेरै पर नजाऊ कि दिदीको वरिपरि बस ल ओके एकछिन झ्याउरे गीत गाउँ ल बनकेर नि झ्याउरे नै हो तर अलिकति फ्युजन हो अलिकति टिपिकल झ्याउरे गीत किनकि मैले आमा दिदी बहिनीहरू देखिरहेको छु र धेरैजनाले फेरि ज्योति मगर गीत त सुन्न लायकको हुँदैन भन्नुहुन्छ तर मैले सुन्न लायकको गीतहरू मैले गाएको भन्ने पनि धेरैलाई थाहा छैन होला है सो तपाईँको लागि यो गीत एउटा टिपिकल झ्याउरे गीत सुर्खे त बुलबुले जाम्ला नाचम्ला झाम्रेको तालैमा ट्राई स्पेसली आमा दिदी बहिनीहरूको लागि है त अब झ्याउरे उठेपछि हुनुपर्छ